ल दाइ हजुर गएँ त म धेरै दुःख दिएँ तपाईँहरूलाई म अब साथीको रुमतिर बस्छु होला आजदेखि रोक्नु न रोक्नु हजुरको भाइलाई रोक्नु न बल्ल त पैसा आउनु थालेछ जानु त गएर रोक्नु जानु जानु ए भाइ रोक रोक बस बस तिमीलाई तल सोफामा सुत्न गाह्रो भयो होला म कोठा मिलाउँछु अब यता आऊ त बस भाउजू कुरालाई मनमा लिने होइन क्या कहाँ त्यो राम्रो कोठा दिने भनेको हो त्यो त बहिनी ज्वाइँलाई हानेर राखेको कोठा हो त्यो स्टोर रुममा राख्दै नि हुन्छ भाइलाई त ए दाइ म जान्छु हजुरलाई नि गाह्रो भाउजूलाई नि गाह्रो म साथीकोतिरै बस्छु हजुर साह्रै मन दुखाउनु भएको त्यस्तो होइन भाउजू खाता 500 दे बाबु म तिमीलाई 200 रुपियाँ फिर्ता गरिदिन्छु अब दुइटैलाई गाह्रो छ अब भाउजूलाई पनि खुसी हुने अब त्यो यो फेस त मैले पनि काटेर आएको म बुझ्छु नि कुरा है त जानी होइन हुन्छ त्यसो भए त्यति फिर्ता गरिदिनुहुन्छ है त ल है त हुन्छ